हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। फेरि पनि तपाईँलाई स्वागत छ मेरो मिनी ब्लगमा। अनि आज भन्ने चाहिँ हाम्रो आज त होइन, भोलि चाहिँ हाम्रो चर्चको ओपनिङ छ। अनि आज चाहिँ हामी त्यसको लागि तयारी गर्दैछौँ। अनि हाम्रो चर्चको नजारा हेर्नु सक्नुहुन्छ, यस्तै छ होइन। अनि यतातिर चाहिँ यहाँनिर हाम्रो दादा युसफ दाले चाहिँ यहाँनिर दौडा काट्नु हुँदैछ। यता कुमार दाले फेरि यहाँनिर सब्जी बनाउनु हुँदैछ। यहाँ हेर्नुहोस् न, हेरेको आम्पोइ हेरेर यहाँ दिदीहरू पनि यहाँ हुनुहुन्छ होइन, सब्जीहरू बनाउनु हुँदै रहेछ। अनि फेरि यहाँ रोजाले चाहिँ हेर्नुहोस् न, कडाई बोकेर चाहिँ अर्कोपट्टि जाँदैछ। यहाँनिर चाहिँ चिकन माछा होइन, यहाँ फ्राई हुँदैछ। यहाँ हेर्नु सक्नुहुन्छ, भोलिको लागि चाहिँ एकदम तयारी हुँदैछ होइन। तपाईँहरू पनि आउनु होला है मजासँगले होइन। अनि यहाँनिर सामान हेर्नु सक्नुहुन्छ, स्प्राइट छ यहाँ, टक्क स्प्राइट। अनि सामानहरू स्टोर गरेको छ यहाँनिर चाहिँ होइन। यहाँ पनि चिकन बनाउनु आँटेको रहेछ, यो चाहिँ घरमा खानुको लागि होइन, यो चाहिँ अहिलेको लागि। अनि यहाँनिर सामानहरू हेर्नु सक्नुहुन्छ, हेरेको नि तपाईँहरूले देखाएको यहाँनिर चाहिँ। अनि यहाँ सिमी, यहाँनिर युज एन्ड थ्रो होइन, सबै यस्तो रहेछ। अनि यहाँनिर भाउजूहरू चाहिँ पुरा काममा बिजी होइन। हामी पनि भर्खर निकै काम गरिसकेर बसेको होइन। भोलि आउनु होला है तपाईँहरू पनि होइन। आजको मेरो मिनी ब्लग कस्तो लाग्यो, राम्रो लाग्यो भने लाइक कमेन्ट अनि फलो गर्न